नमस्कार साथीहरू, स्वागत छ तपाईलाई डर र रहस्यले भरिएको अर्को भयानक यात्रामा। मलाई सधैँ लाग्थ्यो कि अन्धविश्वास भनेको गाउँघरका फुर्सदिला मानिसहरूले समय कटाउन बुनेका कथाहरू मात्र हुन्। म शहरमा पढेको मान्छे तर्क र विज्ञानमा मात्र विश्वास गर्थे। भूत, प्रेत वा बोक्सी जस्ता कुराहरू मेरो लागि केवल सिनेमा र किताबका विषय थिए। तर मानिसको घमण्ड तबसम्म मात्र टिक्छ जबसम्म ऊ आफै त्यो कहाली लाग्दो अन्धकारको सामना गर्दैन। त्यो रात मैले जे भोगेँ त्यसले मेरो जिन्दगीको सबै तर्क र विज्ञानलाई जरैदेखि उखेलेर फ्याँकिदियो। यो घटना आजभन्दा करिब 5 वर्ष अगाडिको हो। म मेरो गाउँको घरबाट सहर फर्किरहेको थिएँ। अफिसमा एउटा एकदमै महत्त्वपूर्ण मिटिङ थियो र मलाई भोलिपल्ट बिहानै जसरी पनि पुग्नु पर्थ्यो। तर लगातारको झरीले गर्दा मुख्य राजमार्गमा ठूलो पहिरो खसेर बाटो बन्द भएको खबर आयो। मसँग कुनै विकल्पै थिएन। या त म बाटो खुल्ने पर्खाइमा त्यहीँ बस्नु पर्थ्यो या फेरि पहाडको पुरानो पैदल बाटो हुँदै अर्को गाउँ पुगेर त्यहाँबाट गाडी समाउनु पर्थ्यो। मैले दोस्रो विकल्प रोजेँ। चिया पसलमा बसेका एकजना बुढो बाजेले मेरो योजना सुनेर मलाई रोक्ने प्रयास गरे। उनले भने, "बाबु, त्यो माथिल्लो जङ्गलको बाटो नजानु, त्यसलाई बोक्सीको जङ्गल भन्छन्। आज मङ्गलबारको दिन त्यसमाथि औँसीको रात पर्दैछ। त्यो बाटो पसेको मान्छे कि त पागल भएर निस्कन्छ कि त कहिल्यै निस्कँदैन।" मैले हाँस्दै भने, "बाजे, म यी सब कुरा मान्दिनँ। दिनभरिको बाटो हो, म 3 घण्टामै काटेर अर्को गाउँ पुगिहाल्छु नि। मलाई एकदमै हतार छ।" मैले कसैको कुरा सुनिनँ। आफ्नो ब्याग बोकेँ र त्यो जङ्गलको उकालो बाटो लागेँ। सुरुको 1 घण्टा बाटो एकदमै रमाइलो थियो। चराहरूको आवाज, हरियाली र चिसो हावा। म आफ्नै धुनमा गीत सुन्दै हिँडिरहेको थिएँ। तर जति जति म जङ्गलको गहिराइमा पस्दै गएँ, रुखहरू झन्झन अग्ला र बाक्ला हुँदै गए। दिउँसोको 3 बज्दा नबज्दै जङ्गलभित्र घामको किरण पर्न छोड्यो। वातावरण बिस्तारै चिसो र सुनसान हुन थाल्यो। चराहरूको आवाज एक्कासी बन्द भयो। त्यहाँ एउटा यस्तो शून्यता छायो कि मैले आफ्नै जुत्ताको आवाज पनि एकदमै ठुलो सुन्न थालेँ। अचानक एउटा कालो काग मेरो ठिक अगाडिको हाँगामा आएर बस्यो र असाध्यै नराम्रो स्वरमा करायो। म झस्किएँ। मैले आफ्नो घडी हेरेँ, साँझको 5 बजिसकेको थियो। मलाई अचम्म लाग्यो। म लगातार 3 घण्टादेखि हिँडिरहेको छु। अहिलेसम्म त जङ्गल पार हुनुपर्ने हो। बाटो कति लामो छ? मैले आफ्नो पहिलाको गति बढाएँ। जाडो महिना भएकोले जङ्गलमा छिटै अँध्यारो छाउन थाल्यो। मैले आफ्नो ब्यागबाट टर्च लाइट निकालेँ। बाटो एकदमै साँघुरो र हिलो हुँदै गइरहेको थियो। अब त जसरी पनि निस्कनुपर्छ, मैले आफैलाई सम्झाएँ। तर म हिँड्दै गर्दा मेरो नजर बाटोको छेउमा रहेको एउटा विशाल सुकेको रुखमा पर्यो। त्यो रुखका हाँगाहरू अनौठो तरिकाले बाङ्गो र बट्टारिएका थिए, मानौ कोही मानिस पीडाले हातखुट्टा खुम्चाइरहेको छ। रुखको फेदमा कसैले रातो कपडाको टुक्रा बाँधेको थियो। यो रुख त मैले अघि पनि देखे जस्तो लाग्छ। मेरो मनमा सानो शङ्का उब्जियो। तर जङ्गलमा धेरै रुखहरू उस्तै देखिने भएकाले मैले त्यसलाई बेवास्ता गरेँ र अगाडि बढ्दै गएँ। म करिब 45 मिनटसम्म बिना कुनै विश्राम लगातार उकालो हिँडेँ। मेरो शरीर पसिनाले भिजेको थियो र सास फुल्न थालेको थियो। रात पूर्ण रूपमा परिसकेको थियो र कुहिरोले बाटोलाई ढाक्न सुरु गरेको थियो। टर्चको उज्यालोले मुस्किलले 5-6 मिटर अगाडि मात्र देखाइरहेको थियो। अनि अचानक मेरो पहिला टक्क रोकियो। मेरो अगाडि ठिक त्यही सुकेको रुख थियो, त्यही बाङ्गो हाँगा र फेदमा बाँधिएको त्यही रातो कपडाको टुक्रा। मेरो शरीरको सम्पूर्ण रगत जमेर बरफ भयो। यो कसरी सम्भव छ? म त लगातार सिधा बाटो हिँडिरहेको छु। म फेरि घुमेर यही ठाउँमा कसरी आइपुगेँ? मेरो दिमागले काम गर्न छोड्यो। मैले आफ्नो मोबाइल निकालेँ। नेटवर्क शून्य थियो। मैले आफैलाई शान्त पार्ने प्रयास गरेँ। पक्कै पनि मैले कतै बाटो बिराएँ होला। अघि कतै बाटो फाटेको थियो कि? म ध्यान दिएर हिँड्छु। मैले यसपटक बाटो भुइँमा रहेका आफ्नै जुत्ताका डोबहरू हेर्दै हिँड्ने निर्णय गरेँ। म फेरि हिँड्न थालेँ। यसपटक म एकदमै डराएको थिएँ। जङ्गलको त्यो अन्धकारले मलाई चारैतिरबाट निल्न खोजिरहेको जस्तो महसुस भइरहेको थियो। हावा चल्दा रुखका हाँगाहरू एक आपसमा ठोकिएर च्यार च्यार गर्ने आवाजले मेरो मुटुको धड्कन बढाइरहेको थियो। म हिँडिरहेको थिएँ, तर मलाई लाग्यो मेरा पहिलाहरू मात्र होइनन्, मेरा वरपरका रुखहरू पनि हिँडिरहेका छन्। मैले टर्चको उज्यालो अगाडि फ्याँक्दा बाटो सिधा देखिन्थ्यो, तर जब म पछाडि फर्केर हेर्थेँ त्यहाँ कुनै बाटो हुँदैन थियो। त्यहाँ ठूला ठूला जङ्गली बुट्यानहरू र काँडीहरूले बाटो पुरै बन्द गरिसकेका थिए। मानौ यो जङ्गल एउटा जिउँदो प्राणी हो र यसले मलाई भित्र फसाइरहेको छ। करिब 1 घण्टापछि म फेरि त्यही सुकेको रुखको अगाडि पुगेँ। तेस्रो पटक म त्यही हिलो बाटोमा थुचुक्क बसेँ। मेरा आँखाबाट आँसु आउन थाले। म नराम्ररी फसेको थिएँ। चिया पसलका ती बुढो बाजेका कुराहरू मेरो कानमा गुन्जिन थाले। बोक्सीको जङ्गल, त्यो बाटो पसेको मान्छे कहिल्यै निस्कदैन।
बाटो बिरायो कि? एक्कासी मेरो कानको ठिक पछाडिबाट एउटा आवाज आयो। म जुरुक्क उठेँ र टर्च लाइट चारैतिर घुमाएँ। को हो त्यहाँ? म भक्कानिँदै चिच्याएँ। कहाँ जान लागेको? यति हतार गरेर? आजको रात त यहीँ बस्नुपर्छ। त्यो आवाज एउटी महिलाको थियो, एकदमै नरम सुरिलो तर भित्रसम्मै डर पैदा गर्ने फुसफुसाहट। आवाज कताबाट आइरहेको छ भन्ने नै थाहा थिएन। कहिले त्यो मेरो देब्रे कानमा गुन्जिन्थ्यो त कहिले दाहिनेतिर। कोही मेरो वरिपरि हिँडिरहेको थियो। मैले टर्चको बत्ती त्यही आवाजतिर फर्काएँ। कुहिरोको बीचमा एउटा मधुरो आकृति देखियो। त्यो एउटी वृद्ध महिला थिइन्। उनले थोत्रो च्यात्तिएको र कालो रङको लुगा लगाएकी थिइन्। उनका कपाल लामा, सेता र गुजुल्टो परेका थिए। उनले मेरोतिर धाड फर्काएकी थिइन् र बिस्तारै भुइँमा केही खोजिरहेकी थिइन्। मेरो मनमा अलिकति आशा जाग्यो। सायद उनी गाउँकै कोही बाटो भुलेकी बुढी आमा होलिन्, मैले सोचेँ। डरलाई दबाउँदै म बिस्तारै उनको नजिक गएँ। आमा, तपाईँ पनि बाटो भुल्नुभएको हो? मलाई अर्को गाउँ जाने बाटो देखाइदिनु न, म यहाँ फसेँ, मैले काँप्दो स्वरमा भने। बाटो? तँलाई बाटो चाहियो? तर तिमी त आफ्नो गन्तव्यमा पुगिसक्यौ नि। यसपटक उनको आवाज सुरिलो थिएन, त्यो खस्रो र चिसो थियो। उनले बिस्तारै मेरोतिर आफ्नो अनुहार फर्काइन्। मैले टर्चको उज्यालो उनको अनुहारमा पारेँ र मेरो घाँटीबाट एउटा भयानक चित्कार निस्कियो। उनको अनुहार मानिसको जस्तो थिएन। उनको अनुहारको छाला रुखको बोक्रा जस्तै फुटेको र कालो थियो। उनका आँखाहरू थिएनन्। आँखाको ठाउँमा केवल दुईवटा गहिरो कालो प्वालहरू थिए, जहाँबाट अनौठो सेतो धुवाँ निस्किरहेको थियो। उनको ओठ च्यात्तिएको थियो र त्यहाँबाट लामा लामा फोहोरी दाँतहरू बाहिर निस्किएका थिए। हाम्रो जङ्गलमा आएको मासु यत्तिकै फर्केर जाँदैन। त्यो नरम फुसफुसाहट अब एउटा कानै खाने दानवीय र भयानक गर्जनमा बदलियो। त्यो बोक्सी थिए। त्यसले आफ्ना लामा हड्डी मात्र बाँकी रहेका नङ्गाहरू मेरोतिर बढाई र अस्वाभाविक गतिमा मेरोतिर झम्टी। म आफ्नो ब्याग त्यहीँ फ्याँकेर पागल जसरी दौडन थालेँ। मलाई बाटोको कुनै मतलब थिएन। म केवल त्यो राक्षसबाट टाढा भाग्न चाहन्थेँ। म काडीहरूमा कुस्लिँदै, हिलोमा चिप्लिँदै र लड्दै उठ्दै जङ्गलको झन गहिरो भागतिर कुदिरहेको थिएँ। मेरो पछाडिबाट त्यसको भयानक हाँसो र रुखहरू भाँचिएको आवाज आइरहेको थियो। कुद्ने क्रममा म एउटा सानो ओह्रालोमा नराम्ररी चिप्लिएर करिब 20 मिटर तल खसेँ। मेरो निपारी एउटा ढुङ्गामा गएर ठोकियो र रगत बग्न थाल्यो। मलाई चक्कर लागिरहेको थियो। मैले धमिलो आँखाले अगाडि हेरेँ। त्यहाँ एउटा सानो भत्किएको ढुङ्गाको छाप्रो थियो। म घिस्रीले त्यो छाप्रोभित्र पसेर एउटा कुनामा गएर लुकेँ। छाप्रोभित्र असाध्यै नराम्रो गन्ध आइरहेको थियो, कुहिएको मासु र पुरानो रगतको गन्ध। मैले आफ्नो टर्च बालेर छाप्रोभित्र हेरेँ। मेरो मुटुले काम गर्न छोड्यो। छाप्रोको भुइँभरि मानिसका खप्परहरू, हड्डीहरू र लामा लामा कपालका गुजुल्टाहरू छरिएका थिए। भित्तामा रगतले अनौठा र डरलाग्दा मन्त्रहरू लेखिएका थिए। म त्यो बोक्सीको घरभित्र आइपुगेको थिएँ। म त्यहाँबाट बाहिर निस्कन खोज्दै थिएँ, तर त्यही बेला छाप्रोको ढोकामा कोही उभियो। त्यो त्यही बोक्सी थिए। त्यसले मलाई हेरेर एउटा भयानक मुस्कान दिए। तैलाई लाग्यो त भाग्न सक्छस्? यो पुरै जङ्गल म हुँ। यहाँका रुखहरू मेरा हात हुन्। यहाँको कुहिरो मेरो सास हो। तैले यो चक्र कहिल्यै तोड्न सक्दैनस्। म रुँदै दुवै हात जोडेर बिन्ती गर्न थालेँ। मलाई माफ गरिदेऊ, मलाई जान देऊ, म यहाँ कहिल्यै आउँदिन। बोक्सी बिस्तारै मेरो नजिक आई। उसको अनुहार मेरो अनुहारको एकदमै नजिक थियो। उसको मुखबाट कुहिएको मासुको गन्ध आइरहेको थियो। जान दिन्छु नि, तर तिमीले एउटा कुरा हेर्नुपर्छ। त्यसले आफ्नो कालो हड्डी जस्तो हात मेरो अनुहार च्याप्प समाई र मलाई छाप्रोको कुनामा रहेको एउटा पुरानो धमिलो ऐनातिर हेर्न बाध्य गराई। मैले रुँदै त्यो ऐनामा आफ्नो अनुहार हेरेँ र जब मैले आफ्नो प्रतिबिम्ब हेरेँ, मेरो दिमाग पूर्ण रूपमा सुन्न भयो। त्यो ऐनामा देखिने अनुहार मेरो थिएन। त्यो एउटा 80 वर्षको चाउरी परेको, कपाल पुरै सेतो भएको र दाँत झरिसकेको बुढो मानिसको अनुहार थियो। यो को हो? म त 30 वर्षको छु, म चिच्याएँ। हा, त 30 वर्षको थिइस् जब त यो जङ्गलमा पसेको थिइस्। तँलाई लाग्छ त यहाँ आज मात्र आएको होस्? त यो सुकेको रुख र यो जङ्गलको चक्रमा फसेको 50 वर्ष भइसक्यो। तैले हरेक रात यही गल्ती गर्छस्। हरेक रात त यही छाप्रोमा आइपुग्छस् र हरेक रात म तँलाई यही कुरा याद दिलाउँछु। त्यो भयानक सत्यले मेरो मुटुको चाल एक्कासी रोकियो। म कहिल्यै त्यो जङ्गलबाट बाहिर निस्केको थिइनँ। मेरा आमा बाबु, मेरो परिवार, मेरो जिन्दगी सबै 50 वर्ष अगाडि नै सकिसकेका रहेछन्। म त एउटा अनन्त लूपमा फसेको एउटा श्रापित आत्मा मात्र रहेछु, जसलाई हरेक रात आफ्नो मृत्यु र डरको त्यही नाटक फेरि फेरि दोहोर्याउनुपर्छ। त्यो बोक्सीको नङ्गा मेरो घाँटीमा गाडियो र सबै कुरा फेरि अन्धकार भयो।
तपाईलाई यो बोक्सीको जङ्गलको कहाली लाग्दो कथा कस्तो लाग्यो? गाउँलेहरूका चेतावनी र पुराना कथाहरू केवल अन्धविश्वास मात्र हुँदैनन्, कहिलेकाहीँ ती हाम्रा रक्षक हुन्छन्। यदि तपाईलाई यस्तै मुटु काम्ने रियल नेपाली हरर स्टोरिजहरू सुन्न मनपर्छ भने कृपया हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गर्न नबिर्सनुहोला। भिडियोलाई लाइक र साथीहरूसँग शेयर गरी हामीलाई हौसला दिनुहोला। नयाँ भिडियोको जानकारी पाउन तलको बेल आइकन पनि थिच्नुहोस्। अर्को डरलाग्दो कथाको साथ फेरि भेट्नेछौँ। शुभरात्रि।